श्रोता, कार्यक्रम हाम्रो भ्यू फाइन्डरमा तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रम लिएर उपस्थित भएकी छु म शान्ता लम्साल। तपाई यो कार्यक्रम हरेक शुक्रबार बिहान 9 बजेको नेपाल समाचारपछि करिब 10 बजेसम्म सुन्न सक्नुहुन्छ। साथै हाम्रो वेबसाइट www.nfm.com.np मा पनि सुन्न सक्नुहुन्छ। यस कार्यक्रमको मुख्य प्रायोजक रहेको छ आरआर क्रिएसन न्यू रोड गेट। श्रोता, सूचना प्रविधिको विकासले गर्दा धेरैलाई फोटोग्राफीले आकर्षित गरेको छ। व्यक्तिगत रुचिदेखि व्यावसायिक प्रयोजनका निम्ति समेत क्यामेरा चलाउनेहरूको संख्या बढ़िरहेको छ। यही वास्तविकतालाई मनन गरेर हामीले फोटो पत्रकारिता र फोटोग्राफीका सैद्धान्तिक तथा व्यावहारिक ज्ञानदेखि यस सम्बन्धी महत्वपूर्ण सूचना र जानकारी दिने उद्देश्यले यो कार्यक्रम शुरू गरेका हौं। आजको कार्यक्रममा हामी विगत 18 वर्षदेखि फोटो पत्रकारितामा सक्रिय रहनुभएका फोटो पत्रकार नरेन्द्र श्रेष्ठसँग छलफल गर्नेछौं। नरेन्द्र श्रेष्ठ कान्तिपुर पब्लिकेशनमा फोटो सम्पादकका रूपमा कार्यरत हुनुहुन्छ। कुराकानी प्रस्तुत गर्नुभन्दा अघि श्रोता, ग्लोबल आईएमई नेपाल फोटो कन्टेस्ट 2069 का विभिन्न विधामा पुरस्कृत फोटो पत्रकारहरूको फोटोका बारेमा उहाँहरूकै भनाई राख्दैछौं। नमस्ते, म सञ्जीव कुमार मोक्तान। 2069 माघ 1 गते गञ्जमा थिए अनि हरेक वर्ष माघे संक्रान्तिको दिन पारेर कुस्ती प्रतियोगिता हुँदैछ भन्ने थाहा पाए, तर कुन स्थानमा भनेर थाहा थिएन। त्यो दिन मलाई अलिक सन्चो पनि थिएन अनि खाना खाएर साथीसँग यताउता घुम्दै जाँदा 4 बजेतिर एउटा साथीले फोन गर्नुभयो, म कुस्ती हेर्दैछु भन्नुभयो अनि हतार गरेर रिक्सा खोज्यौं। रिक्सामा चढेर फोनबाट लोकेसन सोध्दै हामी गयौं, तर रिक्सावाला इटिहाई 12 पुग्नु मान्नेन, किनभने साँझ परिसकेका थियो। त्यस पछाडि के गर्ने, हामीसँग एउटा मात्र उपाय थियो, हिँड्दै जाने। अनि हिँड्दै गयौँ हामी सोध्दै खोज्दै, र त्यो पुग्दाखेरि 2-3 मात्र प्रतियोगिता बाँकी थियो। त्यही प्रतियोगिता हेर्यौं र लकिली यो फोटो मैले खिच्नु पाएँ। त्यसपछि अफिसमा काम गर्दै थिएँ र एउटा साथीले मेसेज गर्नुभयो, अजय भन्ने साथीले मेसेज गर्नुभयो, यो फोटो हेज बिन सेलेक्टेड भन्नुभयो। अनि मैले त अचम्म लाग्यो, कसरी सेलेक्ट भयो। अनि पछि उहाँले कन्फर्म गर्नुभयो, हो तिम्रै फोटो सेलेक्ट भएको छ, फोटो कम्पिटिसन हो भनेपछि एकदम खुसी लागेको थियो। मेरो नाम दिनेश गोले हो। म फोटो पत्रकारिता गर्छु र म नेपाल समाचार पत्रमा पहिला काम गरेको थिएँ, पछि अनलाइन खबरमा काम गरेँ। त्यो फोटोको बारेमा भन्नुपर्दा चाहिँ 2013 न्युयरको बेलामा खिचेको हो। बिहान पख सनराइज त्यो ठाउँ चाहिँ अब त्यो फोटो खिचेको 14 हो। र मलाई चाहिँ कस्तो भन्दाखेरि एकदमै प्रकृति प्रेमी भएर पनि होला रमाइलो लाग्छ र त्यो फोटो चाहिँ सनराइजको हो। नमस्ते, म सुरज श्रेष्ठ, फोटो पत्रकार। मैले चाहिँ यो फोटो नेपाल फोटो कन्टेस्टमा फोटो फर्स्ट हुनु भयो। मेरो फोटो चाहिँ यो फोटो चाहिँ मैले पोखरामा लागेको नयाँ इन्टरनेसनल एयरपोर्ट बन्न लागिरहेको छ पोखरामा। त्यही बन्ने ठाउँको छेउमा साइडमा म बिहान मर्निङ वाक जाने बेलामा खिचेको फोटो हो। चाहिँ बिहान त्यो फोटोसुटको हिमाल राम्रो देखिरहेको थियो। त्यो दिनमा हिमालदेखिमा ठ्याक्क म फोटो खिच्न गइरहेको बेला एउटा बच्चा चाहिँ स्कुल बस कुरिरहेको थियो ठ्याक्क 9 बजीतिर। अनि त्यही कुर्ने क्रममा मैले सुट गरेको फोटो हो र यही फोटो मैले नेपाल फोटो कन्टेस्टमा पठाउँदाखेरि फर्स्ट भएको। नमस्कार, मेरो नाम मनिष पौडेल, मेरो घर वीरगञ्ज र विगत 6 वर्षदेखि फोटो पत्रकारिता गर्दै आइरहेको छु। यसपालि पिजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा खेल विधामा तेस्रो पुरस्कार प्राप्त गरेको छु। यो फोटो खिच्दा मैले लगभग 80 देखि 90 शट खिच्यो होला। त्यसबाट चाहिँ मलाई बेस्ट लागेको फोटो यसपालि मैले यो प्रतियोगितामा सबमिट गरेको थिएँ र पुरस्कार पनि जितेँ। यो फोटो मलाई कस्तो लाग्छ भने पक्ष र विपक्षको पछाड चाहिँ मजाले यो फोटोमा देख्न सकिन्छ। पक्ष र विपक्ष चाहिँ यो बल हावामा उडिरहेको बेलामा एउटा एकतिर खेलाडीले चाहिँ बचाउँदै गरेको र अर्को खेलाडीले चाहिँ पोलमा हान्न खोजिरहेको र उनीहरूको मुखको एक्सप्रेसनहरू, उनीहरूको त्यो लाइनिङ सेपहरू, त्यसमा दौडिरहेको उसको नसाहरू सुनेको, त्यो हिसाबले चाहिँ यो फोटो चाहिँ मलाई चाहिँ राम्रो लाग्छ र सायद जजहरूले पनि त्यही जज गरेर चाहिँ यसपालि यो फोटोलाई चाहिँ पुरस्कृत गर्नुभयो होला जस्तो लाग्छ। श्रोता, भर्खरै सुन्नुभयो तपाईले पुरस्कृत फोटो पत्रकारहरूको भनाई र अनुभव। श्रोता, तपाईलाई थाहा नै छ प्रत्येक साता हामीले
पत्र पत्रिकामा छापिएका उत्कृष्ट तस्बिरको बारेमा जानकारी दिने गर्दछौं। यो साता पनि हामीले एउटा मन छुने फोटो लिएका छौं। फोटो हो नेपाल समाचार पत्र दैनिकमा साउन 12 गतेको भित्री पृष्ठमा छापिएको। क्याप्सनमा भनिएको छ, खुट्टामा ताला। दाङ घोराईका फारूक शेखले आफ्नै 12 वर्षीय छोरा सफिक शेखलाई महिनौदेखि खुट्टामा साङ्लोले बाँधेर ताला लगाइदिएर बन्धक बनाएका छन्। कपाल काट्ने पेसामा संलग्न फारूकले दिनभरि आफ्नै पसल अगाडि फलामको बेन्चमा साइकलको चेलले छोरा सफिकका खुट्टा बाँधेर राख्दै आएका छन्। घोराई तुलसीपुर सड़ककै छेउमा बाँधेर दिनभर राखिने बालक सफिकका बारेमा सरकारी निकाय र कुनै पनि बाल अधिकार कर्मीको ध्यान जान सकेको छैन। फोटो हेर्दा पनि निकै संवेदनशील छ। पत्रकारितामा भन्ने गरिन्छ, हजारौं शब्दले व्यक्त गर्न नसकिने समाचार एउटा फोटोले व्यक्त गर्दछ। त्यस्तै भयो फोटो पत्रकार नरेन्द्र केसीले खिच्नु भएको यो फोटो। सुनौ फोटो पत्रकार नरेन्द्र केसीको भनाई। नमस्कार, म नरेन्द्र केसी दाङ घोराईमा बसेर पत्रकारिता गर्छु। म नेपाल एफएम नेटवर्कमा पनि रिपोर्टिङ गर्छु र नेपाल समाचार पत्रमा पनि रिपोर्टिङ गर्छु। विशेष गरी यो तस्बिर मैले घोराई नगरपालिका 11 स्थित एउटा नाई पसलको अगाडि तिर, विशेष गरी यो घोराई तुलसीपुर यो मुख्य सड़क हो। यसको सड़कको किनारबाट जो कसैले पनि देख्न सक्छन्, एकजना बालकलाई साङ्लोले खुट्टामा बाँधेर ताला लगाएको अवस्थामा सधैँ राखिएको हुन्छ र उनी बालकले विशेष गरी उनी बालकको सुस्त मनस्थिति भएको अथवा मानसिक सन्तुलन गुमेको भनेर उनका बुवाले नै आफै बाबुले यसले अप्ठ्यारो गर्छ, जतातता बजारमा घुमिराख्छ भनेर यो उसलाई बाबुलाई बानेको भन्ने बाबुको प्रतिक्रिया छ। र छोराले भने के भन्छ भने, म सधैँ बुवालाई गाली गरिराख्छु, तपाईँ धेरै रक्सी खानुहुन्छ बुवा भन्छु, त्यसैले त्यही रिसले मलाई यसरी बाँधेको हो बाबाले भनेर भन्छ। अब बच्चाले भने जस्तै बाबुले रिसले नै त अब कसको छोराछोरीलाई त्यसरी साङ्ग्राले बाँधिन्छ र हुन त केही समस्या नै होला। विशेष गरी अलिकति यसको सुस्त मनस्थिति देखिन्छ। कहिलेकाहीँ बजारमा छोडिदिने हो भने एक्लै घुमिराखेको अवस्थामा पनि देखिन्छ। र त्यसमा मैले फोटोमा अलि विशेष मैले साहस किन दिएको हुँ भने, जेसुकै कारणले भए पनि, अथवा त्यो बालकको कमजोरीका कारणले गर्दा होस् अथवा अभिभावकको ध्यान नपुग्दा होस्, जेसुकै कारणले भए पनि एउटा मानिस हो, एउटा मानव जो 12-13 वर्षको कलिलो किशोर छ। स्कुल पढ्न जाने बेलामा उसले संसारलाई चिन्ने बेलामा आफैलाई एउटा साङ्लोले बाँधेर ताला लगाएको अवस्थामा, कैद गरिएको अवस्थामा जुन त्यो मैले तस्बिर देखेँ, त्यसले मलाई अलि बढी छोएर मैले त्यो तस्बिर खिचेको हुँ। यसकारण मेरो जोड अथवा यो तस्बिरको बढी फोकस कहाँ हो भने, यो पनि एउटा मानव हो र यसले अन्य मानव सरह भएर यसले पनि बाँच्न पाउनुपर्छ। सुस्त मनस्थितिको हो भने कसले उपचार गर्ने हो, राज्य अथवा अन्य निकाय अथवा अभिभावक स्वयं कसले उपचार गर्ने हो, यदि होइन भने पनि के हो समस्या, त्यो पत्ता लगाएर ऊ अन्य मानव सरह बाँच्न पाउनुपर्छ भन्ने यो फोटोको मुख्य जोड रहेको छ। त्यसैले नै मैले यो तस्बिर खिचेर नेपाल समाचार पत्रमा प्रकाशन गरेको हुँ। अब लागौं आजको विषयतर्फ। यतिखेर हामीसँग स्टुडियोमा हुनुहुन्छ विगत 18 वर्षदेखि फोटो पत्रकारितामा सक्रिय फोटो पत्रकार नरेन्द्र श्रेष्ठ। श्रेष्ठ हाल कान्तिपुर पत्रिकाको फोटो सम्पादकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजेको संस्थापक सदस्य साथै पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ र उहाँसँगको कुराकानीमा हुनुहुन्छ फोटो पत्रकार हरि रेग्मी। तपाईँ कान्तिपुर पत्रिकाको फोटो सम्पादक, यो फोटो सम्पादक भनेको के हो हाम्रा श्रोतालाई केही बताइदिनुहोस्। फुटबलमा तपाईँको एउटा म्यानेजर हुन्छ, एउटा कोच हुन्छ। म्यानेजरले तपाईँको उसको ट्र्याक सुटदेखि लिएर उसको फेसिलिटीको कुराहरू हेर्छ भने, तपाईँको कोचले चाहिँ तपाईँको टेक्निकल कुराहरू होइन, तपाईँको टेक्निकल स्किलहरूको कुराहरू निरीक्षण गर्छ, सिकाउँछ भने त्यो कोच चाहिँ तपाईँको फोटो सम्पादक हो कि। भनेको त तपाईँले कुनै पनि एउटा टिमलाई फोटो पत्रकारहरूलाई उनीहरूको टेक्निकल स्किल डेभलप गर्ने, उनीहरूको फोटोहरूलाई सही रूपमा प्रस्तुत गर्ने, स्पेस दिने पत्रिकामा होइन, त्यो चाहिँ फोटो सम्पादकले गर्छ।
तपाईँ आफै लामो समयदेखि फोटो खिच्ने फोटो पत्रकार, धेरैजना जुनियर फोटो पत्रकारहरूले खिचेको फोटोहरू सम्पादन गर्दा सजिला अप्ठ्यारा के कस्ता? आफ्नो फोटो सम्पादन गर्नुभन्दा अर्काको फोटो सम्पादन गर्नु चाहिँ अलिक सजिलो हुँदो रहेछ। अर्काको चाहिँ अलिक कमजोरीहरू ठ्याक्कै पत्ता लगाइहाल्ने रहेछ। तर आफ्नो फोटो गर्नु पर्यो भने चाहिँ अलिकति सबै आफ्नो बच्चाहरू सबै माया लाग्छ भने जस्तो होइन, तपाईँको अर्काको फोटो चाहिँ ठ्याक्कै मैले आफ्नो फोटो सम्पादन गर्नुभन्दा अर्काको फोटो सम्पादन अझ सजिलो रूपमा पाएको छु। तपाईँले फोटो पत्रकारिता गर्दा तपाईँका फोटो सम्पादकहरू को हुनुहुन्थ्यो? एक्चुअली म फोटो पत्रकारिता सुरु गर्दा मेरो पत्रकारिता मेरो समाचार पत्रबाट भएको। त्यति बेला चाहिँ नेपालमा त्यस्तो व्यावसायिकताले रूप लिएको थिएन, फोटो सम्पादक भन्ने नै थिएन होइन। तर म कान्तिपुरमा प्रवेश गरिसकेपछि मैले फोटो सम्पादकको रूपमा चाहिँ पहिलो रूपमा चाहिँ हाम्रो आदरणीय मेरो दाई पनि हुनु, दाई जस्तो मैले मान्छु उहाँलाई, आफ्नो गोपाल चित्रकारजी हुनुहुन्थ्यो। मैले उहाँलाई चाहिँ पहिलो रूपमा फोटो सम्पादकको रूपमा, उहाँ पहिलो नेपालको नै एटलिस्ट पहिलो फोटो सम्पादक हुनुहुन्छ जसलाई चाहिँ अझै मलाई मेरो ज्ञान भएसम्म। तपाईँले फोटोग्राफीबाट फोटो पत्रकारिता गर्नुभएको हो वा पत्रकारिताबाट फोटो पत्रकारिता गर्नुभएको? फोटो पत्रकार हुनलाई या तपाईँको वाइल्ड लाइफ फोटोग्राफर हुनलाई, स्पोर्ट्स फोटोग्राफर हुनलाई, कमर्सियल फोटोग्राफर हुनलाई सबैजना पहिलो चाहिँ के हुनुपर्छ भने फोटोग्राफर हुनुपर्छ। यदि तपाईँ पहिलो रूपमा राम्रो फोटोग्राफर हुनुहुन्न भने यो त तपाईँको स्पेसलाइज क्षेत्रहरू भयो नि, मैले अहिले भर्खर नाम लिएकाहरू होइन। यो पहिला त म फोटोग्राफर नै हो नि। तपाईँले यदि तपाईँको राम्रो फोटोग्राफर तपाईँ नभएसम्म तपाईँ कुनै पनि क्षेत्रमा स्पेसलाइज गर्न सक्नुहुन्न। यो फोटो पत्रकारिता चाहिँ मेरो स्पेसलाइजेसन भयो कि होइन। मैले चाहिँ यसलाई यो रूपमा लिएँ, तर म पहिलो रूपमा फोटोग्राफर नै हो। कतिपय अहिले मास कम्युनिकेसन पत्रकारिताबाट फोटो पत्रकारितामा आउनेहरू अलिकति बढ्न थालेको अवस्थामा त्यसपछि बल्ल फोटोग्राफीको ट्रेनिङ लिनेहरू पनि कतिपय हुनुहुन्छ नि अहिलेको पिरियडमा। कस्तो छ अवस्था, कस्तो छ? होइन, तपाईँको यो सबै यो एट्र्याक्सन, यो तपाईँको ग्ल्यामर, यो सबै के कारणले भयो, डिजिटल युग जब प्रवेश भयो नि होइन, तपाईँको त्यो कारणले चाहिँ यसमा एट्र्याक्सन बढेको जस्तो मलाई लाग्छ। यदि तपाईँको एनालग सिस्टम नै भइरहेको भए होइन, जुन बेला हामीले फोटो पत्रकारिता सुरु गरेँ त्यति बेला चाहिँ यो युग भइरहेको भए चाहिँ फोटो पत्रकार पनि कमाउँथे र तपाईँको रिटायर हुने मान्छेहरू पनि रिटायर भइसक्थे क्या होइन। किनभने त्यति बेला साँच्चै गाह्रो नै थियो कि तपाईँको यो प्रोसेस चाहिँ होइन। अब त्यसले गर्दाखेरि अलिकति यो तपाईँको मैले क्वेसनमा ठ्याक्कै आगे आएन होइन। तपाईँको यो डिजिटल युगले गर्दाखेरि अहिले एट्र्याक्सन भएर बढी आएको, तर जब यसमा तपाईँले छिरिसक्छ नि होइन, अनि यसका कमजोरीहरू पनि देख्छ, यसमा लागिपर्ने जुन यसमा खट्नुपर्छ नि निरन्तर, तपाईँको यसमा मान्छे प्यासन भएन भने चाहिँ तपाईँको गाह्रो पर्छ क्या। तपाईँको यो ग्ल्यामर देखेर चाहिँ आउँछ होइन, तर यसको तथ्य सत्य जब पत्ता लगाइसकेपछि चाहिँ धेरैले छोडेर गएका केसहरू पनि छन् कि बिचमा छोड्ने चलन पनि छन्। र अरू पेसा कति हाम्रा राष्ट्रिय दैनिकमा काम पाइसकेका होइन, कति प्रोफेसनल साथीहरू अहिले विदेशका टन्न उदाहरणहरू छ, अमेरिका अस्ट्रेलियामा बसेर होइन। अहिले उनीहरू हाम्रो फेसबुक फ्रेन्ड चाहिँ हुन सकेका छन् होइन। तर त्यो तितो सत्य त हाम्रो अगाडि छ है। त्यसले गर्दाखेरि कुनै पनि क्षेत्रमा चाहिँ आउँदाखेरि तपाईँको त्यो मनभित्रको इच्छा हो कि होइन कि त्यो बुझ्न जरुरी छ। म यहाँनिर जोड्छु, पब्लिकेसन हाउसहरूले क्यामेराहरू इक्विपमेन्ट्सहरू दिँदैन भन्छन् फोटो पत्रकारलाई। तपाईँहरूको कान्तिपुरमा के छ फोटो सम्पादक भए हुनाले? दिन्छ होइन, एउटा सर्टेन समय पुरा गर्नुपर्छ। कुनै पनि भर्खर नयाँ फोटो पत्रकार आयो, 1-2 महिना हुने बित्तिकै त्यसलाई दिने चलन चाहिँ छैन होइन। र अलिक सिनियर अलिक समय प्राप्त गरिसकेपछि अलिक समय त्यसमा पब्लिकेसनलाई पनि एउटा कम्पनीलाई पनि एउटा ट्रस्ट हुनु पऱ्यो नि होइन। यो मान्छे चाहिँ रिलायबल छ, यो हामीसँग लामो रनमा हामीसँग लामो समयसम्म जान सक्छ भन्ने त्यो पोलिसी छ। तर पनि म अहिले सम्पादक भइसकेपछि कान्तिपुर जस्तो पब्लिकेसनले चाहिँ एउटा पोलिसी इक्विपमेन्टको इस्यु धेरै उठ्ने गर्छ फ्लोरहरूमा होइन। अब त्यसले गर्दाखेरि तपाईँको जस्तै अहिले उठाउनु भयो यस्तो एउटा पोलिसी बन्नुपर्छ भनेर अहिले म त्यो एउटा लङ टर्म पोलिसी नै कान्तिपुरको पोलिसी बनाउने म प्रयासमा छु होइन। र त्यो पोलिसी बनाउँदाखेरि अब हावातालमा बनाएर पनि भएन, अलिकति लङ टर्म गर्नुपर्ने भएकोले अहिले म भर्खर सम्पादक भएको 5-6 महिना मात्र भयो। त्यसले गर्दाखेरि अब त्यो पोलिसीको लागि मेरो होमवर्क फेजमा छ भन्नु पऱ्यो। अहिले बोलिहाल्दाखेरि अलिक यो कस्तो फेजमा कस्तो होमवर्क गर्दैछु भने त अलिक बोलिहाल्न अलिक चाँडै होला होइन, तर त्यो होमवर्क गर्दैछु म। हामीले यही प्रोग्राममा 1-2जना पलायन हुनुभएको फोटो पत्रकारहरूलाई ल्याएर पनि बहस गराएको थियौँ। उहाँहरूको भनाइ पनि त्यहाँनिर थियो, किनभने पब्लिकेसन हाउसहरूले हामीलाई इक्विपमेन्ट्सहरू दिनुहुन्न, दिँदैन, दिने चलन पनि छैन। सिनियरहरूले यो विषयमा बहस पनि गरिदिनु भएन कि भन्ने कुरो छ। पलायन हुनका मुख्य कारण चाहिँ त्यो आफ्ना क्यामेराहरू युज गरिन्छ, सुरुमा हालिन्छ, पछि गएर अपडेट हुन सकिँदैन।
अनि त्यसपछि भाग्नुपर्ने बाध्यता, जहाँनिर अपर्च्युनिटीहरू राम्रो आउँछन् त्यसपछि भाग्नुपर्ने बाध्यता, उहाँहरूको भनाइ तपाईँको के छ? हरिजीमा ठ्याक्कै रोगेँ। म अलिकति यो तपाईँले अन्तर्वार्तामा यो पब्लिकली भन्नु हुने हो कि त्यही पनि म एउटा सेयर गर्न चाहन्छु होइन। हालै मात्र म त्यो एउटा पब्लिकेसनको लागि तपाईँको उनीहरूको छनौट प्रक्रियाको लागि नयाँ फोटो पत्रकार आवेदन गरेको भएर छनौट प्रक्रियाको लागि म उहाँहरूको लिखित प्रक्रियादेखि तपाईँको अन्तर्वार्तामा पनि मलाई बोलाएको थियो। अन्तर्वार्तामा चाहिँ म चाहिँ उहाँहरूको अन्तर्वार्ता लिने प्रक्रियामा एउटा चाहिँ सिनियर फोटो पत्रकारको रूपमा त्यहाँ उपस्थित थिएँ। हजुर, तपाईँको 10 जना फोटोग्राफरलाई सोधेँ होइन, तपाईँको क्यामेरा चाहिन्छ भनेर सोद्धाखेरि म्याक्सिमम् तपाईँको इट्स भेरी सरप्राइजिङ है। हजुर, अनि क्यामेरा म किन्छु भन्नेहरू पनि थियो कि फोटो पत्रकार आफैले नै म किन्छु भनेर पछि कुनै पब्लिकेसन कुनै कम्पनी छ जहाँ पैसाको कुरा आउँछ। पब्लिकेसन कान्तिपुर मात्र होइन, तपाईँको कुनै पनि राष्ट्रिय दैनिक मात्र होइन, कुनै पनि बिजनेस हाउसेसहरू पनि, नाफामा गएका बिजनेस हाउसेसहरू पनि पैसा आफूले खर्च गर्ने कुरामा पछाडि नै हट्छ। उहाँहरू त बिजनेसम्यान हो नि त। तर हामी व्यावसायिक फोटो पत्रकारिता गर्ने भनेर अगाडि आइसकेका मान्छेहरूले त स्पष्ट साथ राख्न सक्नु पर्यो नि। मलाई क्यामेरा चाहिन्छ, मलाई बाइक चाहिने भए बाइकको सर्टेन एमाउन्टमा किन्नको लागि सर्टेन मलाई फेजमा यति रकम मलाई चाहिन्छ, या नभए पेट्रोल खर्च चाहिन्छ, मलाई मोबाइल खर्च चाहिन्छ, यी कुराहरू स्पष्ट राख्न सक्नु पर्यो नि होइन। स्पष्टै नराख्ने, सबै कुरा सुरुमा गिभअप गरिदिने होइन। अनि सर्टेन 1 वर्ष 2 वर्षपछि अनेक थरी कुरा उठाएर राजनीति गरेर यो चाहिन्छ ऊ चाहिन्छ भन्ने कुराहरू चाहिँ यो अर्को पाटोबाट पनि हेर्नुपर्छ है। हामी चाहिँ कति व्यावसायिक छौँ त्यो चाहिँ नहेर्ने होइन। अनि पछि कम्पनीलाई मात्र दोष लाएर चाहिँ हुन्न जस्तो लाग्छ है। त्यो कुरा उठाउँदाखेरि सिनियरहरूले नै यो चाहिँ बानी लगाइदिनु भएको हो भनेर पनि हाम्रो यो कार्यक्रमहरूमा पहिला बहस हुँदाखेरि बहस भएको छ। कस्तो हुन्छ भने दोष लाउन एकदम सजिलो छ होइन। अनि हाम्रो दिमागले पनि कस्तो भने मान्छेको ह्युमन नेचर कस्तो हुँदो रहेछ भने नराम्रो कुरा ठ्याक्कै बढी तपाईँको प्रचार प्रसार हुने कि होइन। तर त्यो चाहिँ अर्धसत्य जस्तो लाग्छ कि। अहिले भर्खरको राजनीतिक कमल थापा र तपाईँको बाबुराम भट्टराईको डिस्कसनमा नि एउटा कुरा मजाले आएको छ नि होइन। पूर्ण असत्यभन्दा अर्धसत्य चाहिँ बडो डेन्जर हो भन्छ नि, त्यस्तै हो कि अर्धसत्य कुरामा चाहिँ हामी त्यति लाग्नुहुन्न कि भन्ने हो। भनेपछि पहल भएको छ, पहल भएको छ हेर्नुहोस्, पहल भएको छ। हामीसँग त्यो अप्सनै छैन कि हामी सकारात्मक प्रयासमा जानलाई प्रयास गर्ने कि होइन। पहल भएको छ नि यहाँ विरोध गरेर भयो, विरोध गर्नुभयो भने अझ झन् नराम्रो स्थितिमा जान्छ। नपाइएला र पाउँदैन स्पष्ट होइन। तपाईँको यतिसम्म देखाएको छ प्रयास त, तर आशा त राख्नु पर्यो नि। तर तपाईँहरूको लेभलबाट यो पहल भएको छ किनभने आफ्ना पनि अनुभव छन्। पहिलो कुरा त हेर्नुहोस्, म फोटो पत्रकार हो, म अझ फोटो खिच्न रुचाउँछु होइन। मैले यो क्षेत्रमा लामो सेवा योगदान गरेको भएर यो अब छोड्ने बेला चाहिँ होइन केही गरिहालौँ कि भन्ने मेरो मन चाहेले मात्र यो पहलहरू गरिरह। यो बेसिकली यसमा धेरै इफोर्टहरू इनर्जीहरू लस्ट हुन्छ। फोटो पत्रकारको रूपमा आउन चाहनेहरूको लागि सल्लाह सुझावहरू केही? सल्लाह सुझाव भन्दाखेरि पनि कस्तो भने हरेक मान्छे कुनै पनि डक्टर होस् या इन्जिनियर होस्, तपाईँको कुनै पनि मान्छेहरू सर्टेन समय विभिन्न पेसाहरू गरिसकेपछि त्यो क्षेत्रमा त्यो एक्सपर्टिज हासिल गरेपछि कोही मान्छे चाहिँ सर्टेन तपाईँ अब जस्तो अन्तर्वार्ता जर्नलिस्ट बन्नको लागि जन्मिए तपाईँ यो क्षेत्रमा आइसकेपछि तपाईँले रियलाइज गर्नुहुन्छ कि म यो लिनलाई नै जन्मेको हो भन्ने हुन्छ। हरेक क्षेत्र आफ्नो लागि जन्मेको हुन्छ। त्यसै फोटो पत्रकार नै बन्न जन्मेको हो कि होइन त्यो रियलाइज गर्नु पर्यो कि। तपाईँको जस्ट ग्ल्यामरको लागि चाहिँ नआउनुहोस् होइन। मेरो एउटा दुईवटा फोटो खिच्छु छाप्छु यहाँ भनेर त्यो देश विदेश घुम्छु भन्नको लागि मात्र हो। तपाईँको 2टा फोटो पत्रिकामा छापेपछि नाम पब्लिस भएपछि 2-4जनाले राम्रो छ भनेर तपाईँले कमेन्ट गरिसकेपछि तपाईँलाई मनमा त्यो आउने जुन किसिमको आनन्दमय हुन्छ त्यो फिल तपाईँले गर्न सक्नुहुन्छ कि हुँदैन होइन। तपाईँको 2-4 महिना काम गरेर छ भने तपाईँ फ्रस्ट्रेसन जाग्ने हो, पैसाकै पछाडि दौडिने हो होइन। पैसाले मेरो घरबार चल्छ, म गाडी चढ्छु, 2-4जना सिनियर फोटो पत्रकारहरूको लाइफस्टाइल देखेर तपाईँले पर्स्यु गरेर फलो गरेर तपाईँ जान खोज्नुहुन्छ भने नआउनुहोस् होइन। यसले तपाईँलाई कति मनमा आनन्द दिन्छ। यो फोटो पत्रकारै गरेर अहिले मेरो घर बिल्डिङ ठडाउने जस्तो भने त्यस्तो चाहिँ म त्यति अनावश्यक तपाईँको प्रलोभन देखाउन चाहन्न होइन। तर तपाईँको पहिलो कुरा त तपाईँकोले प्यासन हुनु पर्यो भन्ने हो। प्रसङ्ग थोरै बदलौँ। तपाईँ राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेको संस्थापक सदस्य, एनएफपिजेको तपाईँ पूर्व उपाध्यक्ष पनि हुनुभयो, सचिव पनि हुनुभयो, लगायत थुप्रै पदमा बस्नुभयो। पहिलेको एनएफपिजे र अहिलेको एनएफपिजेमा फरक केही? अलिकति यो कन्ट्रोभर्सियल कुरा होला। पहिलाको र अहिलेमा खासै फरक छैन। एनएफपिजे त एनएफपिजे नै हो होइन। अब तपाईँले अलिकति व्यावसायिकताको कमी हो कि भन्ने मात्र फिल भयो होइन। तपाईँको कस्तो भने
फोटो पत्रकारिताको जुन मर्म हुन्छ नि तपाईँको त्यो उसले गर्नेले नै बुझ्छ कि हजुर तपाईँको 12 घण्टा होइन तपाईँको बालुवाटार बाहिर बसेर प्रचण्डको पहिलो झलक खिच्नलाई होइन त्यो फोटो पत्रकारिताको प्यासन हुने त्यो भित्रबाट इच्छा हुने मान्छेले मात्र कुर्न सक्छ क्या हजुर होइन त्यो जसले त्यो बुझेको छैन नि स्टुडियोमा लाइट राखेर तपाईँको कुनै पनि प्रोडक्टको खिच्ने मान्छेहरूले जुन आफ्नो वातावरण अनुसार फोटो खिच्ने काममा दखल भएका मान्छेहरू हुन्छन् नि उनीहरूले त्यो बुझ्न सक्दैनन् भन्ने मात्र हो कि अलिकति चाहिँ अब मैले त्यसमा भन्दा फेरि अहिलेको प्रसङ्गमा एनएफपिजेमा पूर्ण रूपमा पनि त्यो मान्छेहरू मात्र छ भन्ने होइन र उहाँहरूले बुझेको छैन भन्ने पनि होइन होइन र अलिकति बुझेको भए चाहिँ अझ राम्रो हुन्थ्यो र जुन किसिमले अहिले अब विभाजित हुने भयो नि प्रक्रिया सुरु भयो नि त्यो अवश्य रूपमा दुख्यो त म छु नि होइन यत्रो वर्ष अलि राम्रो एकता हुनुपर्छ तर पनि अब के भने चेन्जेसले नयाँ अवसर प्रदान गर्छ भन्ने रूपमा ल्याएको छु अब जस्तै पिजे क्लब छ अब एनएफपिजे छ होइन र दुईजनाले नै फोटो पत्रकारिता र फोटोग्राफी क्षेत्रलाई उत्थान हुने कार्यक्रम गरे त भइहाल्यो नि आफ्नो काम गरे त भइहाल्यो नि तर समग्रमा चाहिँ यो क्षेत्रको विकास हुनु पर्यो न एनएपिजे र पिजे क्लब भन्ने होइन तर दुईजनाले उसले चाहिँ दुईजना कुनै पनि एउटा प्रोग्राममा नहोला अरे तर दुईजनाले नै तपाईँको एउटा व्यावसायिकता रूपमा हित हुने काम गर्यो भने त त्यो क्षेत्रका भएका मान्छेहरू त समावेश अटोमेटिकली भइहाल्छ सबै आकर्षित भइहाल्छ तर त्यो गर्ने त्यो जुन इच्छाको कमी हो कि कसले गर्छ अब जस्तो पिजे क्लबले भर्खर एउटा फोटो कन्टेस्ट गर्यो होइन तपाईँको एउटा राष्ट्रिय स्तरको फोटो कन्टेस्ट अब त्यस्तै रूपमा अर्को एउटा कुनै पनि कार्यक्रम समग्र फोटो पत्रकार र फोटोग्राफरहरूलाई गर्ने एनएफपिजीले आह्वान गरोस् न त होइन गरोस् न होइन तर कुनै पनि बायसनेस ढङ्गले गर्न पर्यो कि त्यो गर्यो भने चाहिँ आइहाल्छ नि त्यसमा समूहको होइन कि तपाईँको पुरा क्षेत्रको नै विकास हुने कार्यक्रमहरू ल्याउनु पर्यो जस्तो लाग्छ सबै फोटो पत्रकारहरूलाई फेरि समेट्न के गर्नु पर्ला तपाईँको आफ्नो विचारमा हेर्नुहोस् अब म चाहिँ यो ठ्याक्कै अब समेट्नलाई फेरि यो प्रयास गरिहाल्नुपर्छ भन्ने चाहिँ त्यो पक्षमा चाहिँ होइन होइन जसले अब मैले अघि भनेको कुरा म त्यही रूपमा जान चाहन्छु अब यो अनावश्यक प्रयासहरू गरेर तपाईँको एनर्जीहरू हुन्छ नि त्यसमा लस गरिरहनुभन्दा हामी अगाडि मुभ अन हुनुपर्छ कि तपाईँको यो कुनै देश टुक्रा भएको होइन तपाईँको कतिको देश टुक्रा हुँदाखेरि चाहिँ चलिरहेछ भने अब यो समूह टुक्रा भयो यसलाई सहज रूपमा लिनुपर्छ यसलाई कुनै अब उहाँहरूले पनि आफूले चलाउँछु भने तर त्यो जुन रूपमा उहाँले चलाउँछु भनेर अगाडि बढ्नु भयो होइन त्यो रूपमा चाहिँ बढ्नु पर्यो भने आफूले गरेको प्रतिबद्धताहरू पुरा गर्नु पर्यो कि तपाईँले फोटो खिच्दाका कुनै रमाइला नरमाइला अथवा सम्झना योग्य कुनै त्यस्ता क्षणहरू छन् हाम्रा श्रोताको लागि होइन अब राष्ट्रिय रूपमा त मेरो धेरै भयो होइन अब चाहिँ मलाई एकदम पर्सनली रूपमा चाहिँ के भने तपाईँको अब हामी चाहिँ नेपाली फोटो पत्रकार अन्तर्राष्ट्रिय रूपमा चाहिँ आफ्नो स्किल देखाउने बेला भयो भन्ने चाहिँ हो र हालसालै मात्र मैले अब एकदम राम्रो अपर्च्युनिटी पाएको छु होइन अस्ट्रेलियन ओपन टेनिसमा चाहिँ मैले मेरो आफ्नो दखल देखाउने मौका पाएँ 28 जनवरीमा अब फेरि नेक्स्ट जनवरीमा पनि अस्ट्रेलियन ओपन खिच्न जाँदैछु र म अर्को महिनामा त सेप्टेम्बर पहिलो हप्ता चाहिँ फ्रान्समा हुने विश्वको सबभन्दा ठुलो फोटो फेस्टिभल त्यसको लागि म फोटो खिच्न जाँदैछु र त्यहाँ वर्कसपहरू अटेन्ड गर्दैछु होइन र नयाँ चुनौतीहरू मेरो अगाडि आएछ होइन त्यसलाई मैले सहज रूपमा ग्रहण गर्न सकौँ र मैले आएको चुनौतीहरूलाई चाहिँ अन्तर्राष्ट्रिय स्तरमा चाहिँ अलिकति सफल रूपमा पस्किन पाऊँ यो मेरो लागि अलिकति अब सम्झने मलाई विगतमा भन्दाखेरि पनि होइन मेरो भविष्यमा मेरो लागि चुनौतीपूर्ण छ अब अहिलेसम्म मेरो 15 वर्ष भन्दा बढी भयो नेपालमा अनुभव होइन अब म चाहिँ मेरो अनुभव चाहिँ अब मेरो एकदम गोल चाहिँ एकदम अर्जुन दृष्टि चाहिँ त्यतातिर लागिरहेको छ बारम्बार मैले पत्रिकामा पनि मेरो क्लासेसहरूमा नि मैले त्यही रूपमा उदाहरण लिनुपर्छ किनभने त्यो तस्बिर नभएको भए आज म तपाईँको सामु हुँदैन थिएँ कति रूपमा मैले त्यही रूपमा दोहोऱ्याउनै पर्छ किनभने मान्छेले अब अतीत बिर्सिनु हुन्न भने जस्तै अब मेरो त्यो अतीत चाहिँ हो हेर्नुहोस् म फेरि आज तपाईँले सोधिहाल्नुभयो फेरि म त्यो दोहोऱ्याउनु पर्छ होइन राजा वीरेन्द्रको तस्बिर होइन त्यो तस्बिर खिच्दाखेरि त्यति बेलाको माहौल 2001 रोयल म्यासेकर हुनुभन्दा केही महिना अगाडि खिचेको हो राजा वीरेन्द्र तथा ऐश्वर्य चाहिँ आफ्नो छोरी श्रुतिको घरमा पैदल हिँडेर जाँदा जुन ज्याकेट लाएर गइरहेको थिएँ क्यापस्याप लाएर बाटोमा हिँडिरहेको थिएँ त्यो सञ्चय घोषको बिल्डिङ अगाडि मैले खिचेको तस्बिर हो त्यो अलिकति त्यति बेला प्रख्यात पनि भएको थियो अब अहिलेको बेलामा लाग्ला राजाको त्यस्तो इन्फर्मल तस्बिर के नै हो जस्तो लाग्छ तर त्यति बेलाको माहौल त्यति बेलाको प्रसङ्गमा त्यो तस्बिर एकदमै तपाईँले ठ्याक्कै सम्झिनु भयो कि भएन त्यो तस्बिर होइन सम्झना त्यो तस्बिर चाहिँ कस्तो मलाई मेरो रूपमा त्यो तस्बिर चाहिँ मैले त्यो बाटोमा तस्बिर खिचेको र मैले
मेरो लागि किन पनि सम्झना योग्य छ भने त्यति बेला मैले कान्तिपुरमा राजीनामा दिएर गएको मान्छे भोलि त्यो तस्बिरले गरेर त्यति त्यो तस्बिर खिच्न नपाएको पनि म आज यो पेसामै हुँदैन थिएँ। राजीनामा दिएर गएपछि म कुनै वैकल्पिक पेसा बिजनेस गर्छु भनेर लाएर हिँडेको मान्छे म घर जाने बेला मैले त्यो तस्बिर देखेपछि त्यो खिचिसकेपछि मैले त्यति बेला तत्कालीन कान्तिपुरमा प्रकाशित गरेपछि मेरो राजीनामा अस्वीकृत भएको र त्यसपछि म फेरि कान्तिपुर जोइन गरेर आज विभिन्न खुड्किला पार गरेर यहाँ आएको छु। त्यसले गर्दाखेरि अनेक घटना मेरो अगाडि चुनौतीहरू आउँदै पन्सिँदै गए पनि त्यो एउटा फोटो चाहिँ होइन मेरो लागि सधैँ अविस्मरणीय रहिरहनेछ। श्रोता, भर्खरै सुन्नुभयो तपाईले फोटो पत्रकार नरेन्द्र श्रेष्ठसँग गरिएको कुराकानी। श्रोता, कार्यक्रम हाम्रो भ्यू फाइन्डरका बारेमा वा फोटो पत्रकारिता साथै फोटोग्राफीका बारेमा तपाईको केही जिज्ञासा छ भने हामीलाई पत्राचार गर्न सक्नुहुन्छ। ठेगाना रहेको छ कार्यक्रम हाम्रो भ्यू फाइन्डर, नेपाल FM 91.8, पोस्टबक्स नम्बर 19477, रवि भवन, काठमाडौँ। वा तपाईले हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो haripregmi@gmail.com। कार्यक्रम हाम्रो भ्यू फाइन्डरको अघिल्लो हप्तामा सोधिएको प्रश्नको सही उत्तर पठाउनु हुने श्रोता मध्ये हामीले गोला प्रथाबाट विजयी घोषणा गरेका छौं सावित्री अर्याललाई। सावित्रीजी, तपाई 1 हप्ताभित्र न्यू अमर इम्पेक्स सोरूम न्यू रोडमा आफ्नो नागरिकताको फोटोकपी वा परिचय पत्र लिएर उपहार लिन जान सक्नुहुन्छ। हवस् त, कार्यक्रम हाम्रो भ्यू फाइन्डर आजलाई यति नै। कार्यक्रम सुनेर साथ दिनुभएकोमा आभारी छौं। फोटो पत्रकार चिनौ, फोटोग्राफी सिकौं, फोटोग्राफी बुझौं र फोटो पत्रकारिता गरौं भन्ने अभियानका साथ शुरू भएको साप्ताहिक कार्यक्रम हाम्रो भ्यू फाइन्डरबाट छुटिनु अघि आजको प्रश्न राख्दैछौं। प्रश्न यस प्रकार रहेको छ, हाल कान्तिपुर पत्रिकाको फोटो सम्पादक को हुनुहुन्छ? प्रश्न फेरि एक पटक, हाल कान्तिपुर पत्रिकाको फोटो सम्पादक को हुनुहुन्छ? हामीलाई सही उत्तर पठाउनु हुने श्रोतालाई हामी गोला प्रथाबाट विजयी घोषणा गर्नेछौं। विजेतालाई 1 थान क्यामेरा स्ट्याण्ड वा मोनोपोड प्रदान गर्नेछौं। यस पुरस्कारका लागि हामीलाई सहयोग गरेको छ युबक्स न्यू अमर इम्पेक्स न्यू रोड, पिपलबोट अगाडिको सोरूमले। श्रोता, यस कार्यक्रमको मुख्य प्रायोजक रहेको छ आरआर क्रिएसन। तपाईले उच्च स्तरीय भिडियोग्राफी, फोटोग्राफीका साथै सबै प्रकारका पीभीसी आईडी कार्ड प्रिन्टिङ तथा मेटेरियल सेवा र फोटो भिडियो सम्बन्धित सामान र उपकरण करिज्मा एल्बमका साथै फोटो भिडियो सम्बन्धी सफ्टवेयरको लागि सम्झन सक्नुहुन्छ आरआर क्रिएसन न्यू रोड गेटलाई, जहाँको फोन नम्बर रहेको छ 014239192, मोबाइल नम्बर 9851143228 भने सहयोगी रहेका छन् साउथ वेस्टर्न स्टेट कलेज वसुन्धरा, फोटो पोइन्ट डिजिटल ल्याब एन्ड फोटो स्टुडियो न्यू रोड, हिम श्रृंखला बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालीमाटी, नागार्जुन कलर ल्याब बाइपास बालाजुका साथै आरआर क्रिएसन न्यू रोड गेट र वनस्थली डिजिटल फोटो ल्याब वनस्थलीलाई धन्यवाद दिँदै अर्को शुक्रबार 9 बजेको नेपाल समाचार पछि पुनः उपस्थित हुने नै छौं। अहिलेलाई भने म शान्ता लम्साल लगायत हाम्रो भ्यू फाइन्डर युनिट बिदा हुन्छौं। नमस्कार।